कहिले कसो घरबाट गएको सब पाएन भने घरबाट लाइभ पनि आइदिन्छु। पुष्पा सुवेदी मेडम मसँग बिहे गर्छौ त? कति संस्कारी हो के आफ्नो परिचय दिनुभएको छ। म कुन खानदानबाट छु र मेरो आमा बुवा कति संस्कारी छन् कुरा गर्नलाई पनि कति राम्रोसँग सिकाउनु भएको छ। थ्याङ्क यू। मलाई यस्तो कमेन्ट गर्नुभयो, मलाई केही फरक पर्दैन हजुर। किन राम्री केटी पाउनु भएको छैन बिहे गर्नलाई? कमेन्ट गर्न सिक्नु है। कसैको लाइफमा आएर यसरी डाइरेक्ट जे पाइ त्यही नलेख्नु, थाहा छ कि नै? तपाईँको पनि इज्जत होला, मेरो पनि इज्जत छ। सबको इज्जत बराबर हुन्छ साथी। दाइ भन्ने, अङ्कल भन्ने, भाइ भन्ने के भनौँ भन्नुहोस् त।